के तपाईलाई थाहा छ पसलमा किनेको तरकारी भन्दा आफैले गाउँघरमा उब्जाएको तरकारी ताजा र स्वादिलो हुन्छ। यदि छैन भने याद राख्नुस् है। किनभने बजारमा विभिन्न किसिमका औषधिहरू तथा मलहरू प्रयोग गरिन्छ भने गाउँघरमा आफैले पालेको गाई बाख्रा भैँसीको मलबाट उब्जाएको तरकारीहरू स्वास्थ्यको लागि राम्रो हुन्छ र ताजा पनि। मेरो करेसाबारी चाहिँ धेरै ठुलो छैन तर पनि खानको लागि चाहिँ मजाले पुग्छ। खानादेखि लिएर गाउँघरमा आफन्त इष्टमित्रहरूलाई दिन पनि पुग्छ। मलाई चाहिँ भान्सामा तरकारीहरू भयो भने चाहिँ खाना बनाउन एकदम मनपर्छ। मलाई पहिलो कुरा त मलाई खाना बनाउन मनपर्छ। प्राय मैले बनाएको खानाहरू घरमा मिठो मान्नुहुन्छ। त्यसको लागि पनि मैले तरकारीहरू प्राय लगाइराखेको नै हुन्छु। घरमा खानको लागि ठुलो बारी नै चाहिन्छ, धेरै बारी नै चाहिन्छ भन्ने छैन। हामी सानो बारीमा पनि आफूलाई पुग्दो तरकारीहरू लगाएर खान सक्छौँ। आज मैले यो भिडियोमा मैले भिन्डी, खुर्सानी, करेला, घिरौला साथै फर्सीको मुन्टाहरूको भिडियो बनाएको छु। मलाई चाहिँ यस्तो मिसोमासो गरेको तरकारी साह्रै मनपर्छ के। तर हाम्रो घरमा मासु मिल्छ, तरकारीहरू मिल्दैन। भान्सा आमालाई चाहिँ साग मन पर्दैन, फिट्टिकै मन पर्दैन। सागमा मन पर्ने भनेको फर्सीको साग, एउटा जङ्गलमा पाउँछ त्यो डाँडे साग भन्छ, कसैले कोइराल पनि भन्छ, त्यो साग अनि तोरीको साग, मात्र यति तीनवटा आमाले बुझाउँछु नि त। खानुपर्छ, थोरै थोरै भए पनि भन्छु। अहिले मन नलागी भने खानुपर्छ। खानु त पर्छ नै स्वास्थ्यको लागि पनि। त्यसैले सकेसम्म तपाईँहरू पनि घरमा रहेको त्यो बसेको थोरै थोरै बारीहरू हुन्छ नि, त्यसलाई सही सदुपयोग गर्नुहोस्, तरकारीहरू लगाउनुहोस् मैले जस्तै। अनि स्वस्थ ताजा खाना खानुहोस्, तरकारीहरू खानुहोस्। सँगसँगै यसरी फुलहरू पनि लगाउनु, राम्रो देखिन्छ करेसाबारीमा। म चाहिँ लागेँ धारातिर यो तरकारी धुन। त्यसपछि म खाना बनाउन लागेँ।